सुशीला कार्की आमा तपाई यो केही काम नगर्ने हो भने किन सत्तामा आउनु भएको त? कुनै रहरले म आएको होइन। जे भने देश त बनाउन पर्यो नि। देश बनाउनु कुनै ख्याल ठट्टाको कुरा हो र? तपाई चाहिँ किन बीचमा बोल्नु भएको? अहिले लखेट्नु होला आमाले। सुशीला कार्कीको डरले केपीओली भाग्छ बुझ्नु। तपाई त बेलैमा विदेश बस्नु पर्छ के? किन बसिराख्नु भएको? यो हाबुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। जति फुर्तिला नि तपाईको सरकार 24 घण्टामै ढलेकै हो। अहिले पनि यो सरकार ढाल्ने भन्ने हो भने धेरै त नभनौँ 1 हप्ताभित्र यो सरकार यो त सम्भव नहुने कुरो हो। त्यही भन्या। अनि आमा अब तपाईले चुनाव लड्नु ल? मलाई चुनाव लड्नु छैन। ए आमा अनि तपाई अब सत्तामाथि को आउनु पर्छ भन्ने पक्षमा हो त? म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। ठीक छ। देश सिद्धिएको भन्छ। अनि यो देश के गर्दा बन्छ होला? दिनै पछि केपीओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुट्टा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश। तपाईलाई चाहिँ फेरि प्रधानमन्त्री बन्ने रहर छ क्या? मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। म त छटपट्टि नै हुन्। अरे घाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमा बसिरहने, अरूले चान्स नपाउने। देख्नुभयो आमाको कस्तो तागत रहेछ? हारेको कुकुर जस्तो भएर बस्न परेन त?